यो बर्दगरिया भयो, उता आउने यो उता यो बिचा मन्दिर भयो, उता बाटो आएर यहाँ आएर यता शिवलिङ्गभित्रकै आँपहरूको बुटो हुँदा हुँदा यता अर्को बाटो हो, सानो बाटो। हाम्रो घर चाहिँ हो त्यो टिन लगाएको देख्यो नि, त्यसको चाहिँ पछाडिपट्टि एउटा निलो निलो कलरको टिन लगाएको देखिन्छ होला। म जुम गरेँ, हो त्यो जुन भर्खर हो यो जुन देखियो, यो चाहिँ हाम्रो घर रहेको छ। टाढा होइन, बाटोमै छ, तर यो बर्दगरिया जाने बाटो भयो। यहाँदेखि हाम्रो घर, यो बर्दगरिया भयो सबै, यो सबै घाँसहरू भयो। यता नि पहिला शिवलिङ्ग थियो, 108 शिवलिङ्ग थियो। यताको चाहिँ फुटेर चाहिँ अहिले उता सारेको हो। त्यो पिपल पनि 108 हो। सो पनि अब पिकनिक स्पट चाहिँ उता 2टा छ, र यता नि अब 2टा बनाउनु थाल्यो यतातिर। टिन लगाएको त अलि यो झाडीहरूले उखलेर छेक्यो। अनि चाहिँ हाम्रो यहीँ यो बर्दगरिया त्यता भयो, हाम्रो यो बाटो भयो। हाम्रो घर चाहिँ यता पछाडि छ। हाम्रो घर यहाँदेखि क्लियर देख्न सकिन्छ। हो त्यो चाहिँ हाम्रो घर रहेको छ। यो जुन देखियो निलो निलो, यो चाहिँ हाम्रो घर हो। हाम्रो घरदेखि चाहिँ धेरै टाढा होइन, यो 2-3 खेत पारी गरेपछि हाम्रो बर्दगरिया आइन्छ। ल अब चाहिँ हामी घर गयौँ, अब भात पनि खाएन। पूजा गर्ने बेला यत्तिकै आइन्छ त। अनि ल जाऊँ ल, अब अरू बेला भेटौँ ल।